नबिल सर के भएछ अरे स्विमिङ पुल खै बादर कुनामा ल यहाँको झरना हेर्न आएको रामपुरको तर झरनामा सुन्दरी त रहेछ नि झरना रहन्छ सुन्दरीहरू त छन् दाइ हेलो बज यस्तो अप्ठ्यारो बाटो लिएर आएको त झन् सजिलै थियो है झन् चिप्ले थियो हो त्यो म राम्ररी भएर आएको तर पानी चाहिँ अलि झरनामा सुकेछ हाम्रो यता यता भ्यू गर्छ यहाँ चाहिँ सानो भयो झरना रहेछ नबिलले अघि बाटोमा भन्दै आएको थियो कि म यत्तिकै पौडिन गएको छ अनि ठोके थाहा पानीले भन्दै थियो त्यहाँ जानु पर्यो चमेरा गुफा खोइ के छ नि बाबु यहाँ ओहो यहाँ त स्विमिङ पुल पनि रहेछ तर फोहोर रहेछ है नबिल सर पौडी खेल्ने हो त्यो च्याम्बर त्यो पानी निकाल्ने छैन आउँछ र उता जाउँ अब हामी जाँदैछौँ के अरे कति खर्च गरेको दाइ यो हो 10 लाखको बजेटमा अरे तर भाँचेछन् यो उसको फलामको बनाउनु पर्ने क्या है दाइ अनि 10 लाख त उपर भइहाल्यो त दामी आउँछ त फलामको यो 10 लाखको बजेटमा त बाबु त नचा यता आइछ कि यो लस्किन्छ कहाँनिर स्विमिङ पुल जस्तो छ ल मलाई मेरो भदाले देखाउन लिएर हिँडेछ है ल ल ल के छ अरे नबिल सर लस्किन्छ के बाबु उता नजानु ल कहाँनिर के छ अरे ल ल यो स्विमिङ पुल हो नबिल सर हजुर हजुर झर्ना यहाँसम्म आउँथ्यो अरे है म पनि फर्स्ट टाइम आएको कता हो म यता हटाउँछु नबिल सर चमेरा गुफा हो ओ माय गॉड ल चमेरा गुफाभित्र जाँदैछौँ हामी नजान चमेरा छ आमा गुफा त डेन्जर छ हो